कस्तो टेन्सन लागिरहेको थियो कि धन्न भेरा बिकेर चाहिँ यो पालिको अब दसैँ चाहिँ मजाले मनाइने भयो 25,000 बेचेको अब यसो गर्नु पर्यो बुढाले गर्नु पनि दिएन त्यो अहिलेको भेडा बजेको पैसा ल्याऊ न रक्सी खानु जाने काहीँ नगोट लबर लबर ओट भनेको यही हो घाँस खाने बेलामा सघाएको थिएँ एक दिन ल्याउ बाई बाई छैन दिन्न म टाटा। भेडाको पैसा चाहिन्छ गुड बाई तिमीलाई भात त खुवाउँछु त मैले भेडालाई त जसो गर पैसा त ल्याउँदो रक्सी खानु त्यो भेडा बेचेको पैसा दिन्न म दसैँको लागि मैले राखेको छिटो ल्याउ म ढिलो भइसक्यो अहिले मलाई रिस नउठाए फेरि छिटो त्यहाँ रिस उठ्छ म दिँदिन पुना पुछारमा हेर्नु छैन म दिँदिन भनेपछि दिँदिन गयो हुन्छ भट्टीतिर भट्टी साउनीले पैसा त ला न छिटो पैसा ल्या मलाई हात नलगाए मलाई सिरी ताति सक्छ छिटो पैसा त होइन अघि नै खट्टु खाएर आज चाहिँ यहाँ हेर न चस्मा लगाएको ढङ्गा पनि फेरि फ्याँकिदियो त्यो भट्टीको सौदा दिन्छ साला भेडा के भन्छ घाँस काट्ने बेला छैन उसलाई पैसा बारे मुन त बाँगेको छु जेसुकै बारे म त पैसा लिएर धतुरे बसेन पिन खाएर बाँधेको हो कि खाएर आए जस्तो छ